Hello guys. Welcome to my वेलकम टु माई च्यानल। आज चाहिँ हामी खाना खान लागेको मुकबाङ भन्छ होइन, मुकबाङ गर्न लागेको। यो चाहिँ राइस छ, अब यहाँनिर सबै छ, अघि हामीले देखाइसक्यौँ होइन। अब चाहिँ हामी सुरु गर्छौँ, गम खान्छौँ। ल अब चाहिँ मासु देखाइदिन्छु सीमालाई। सीमा सीमाले खान सक्दैन, यो यसरी तान्नुपर्छ। यो के भन्छ छाला चाहिँ खानु ल यो खाना बोल्छ त्यहाँमा चेस्ट गरौँ। ल खाएँ त, ल बुनु चेस्ट चेस्ट। पोर्क त्यही माथि यसको बेली बोसिलो हुन्छ। दामी हो दामी न खानु चाहिन्छ त्यो त। अनि आजको हाम्रो मेन हिरो देखाइस् देखा त डल्ले खोर्सानी। डल्ले आधी खायो भने देख्छ बाउ र आमाको बिहे। यस्तो पिरो छ यो। प्याज पनि खाइदिनु न। थोरै योसँग ग्रेभीसँग म खान्छु। राइस खानु छ यसो ग्रेभीसँग खानु कालो दाल। खासमा आज हामीले चाहिँ मुकबाङ होइन, अर्को के अरे फुड च्यालेन्ज कम्पिटिसन गर्ने भनेको थियौँ, तर हिजोको त्यो रामेनहरूले कम्पिटिसन गर्ने आँटै आएन। बरु ठिकै छ गफ गर्दै खाऊँ न यसो भनेर। सुरुमा भ्युअर्सलाई खुवाउनुपर्छ भन्नु पहिला आइज भयो छोटा टुकीले भए आधी टोके यो। अनि सिँगै खानु र अलिकति खानु भेरी डिफरेन्ट होइन। अर्कै सबै कसले बनाएको भन्दैछ, कत्रो परेछ कि यसमा बोस है सबै बनाएको छ उसिनले। अचारै छ 4वटा आइटम। यो हो कि मेन पिस चाहिँ मेन पर्सिनु मन त। अब राइस त अभियसली भइहाल्छ। दाल छ खकाली स्टाइलको सो गुड होइन। अनि पोर्क इज लभ एज अलवेज। अर्कोचोटि चाहिँ सिमीको दाल बनाउँछु बबाल। मैले घिउ नदेखेर खासमा यो बनाएको हो। त्यसलाई घिउै चाहिन्छ, यसलाई पनि घिउै चाहिन्छ। तर घिउ पछि मम्मीले देख्नुभयो, मम्मीले भेट्नुभयो। अनि ठिकै छ, बिर्सेँ पनि मैले। कालो दाल, कालो दालसँग त अचार मात्रै भयो नि, मिठो हुन्छ कि है। आलु भुजिया भाइ गुड दाल हाल। सिधै पानी उतै पानी थियो र अहिले पाउनु पर्छ बिहा। आमा म सक्दैन त्यत्रो र हुन्छ। मैले आधी यति खाएन, उसले आधी पाइसक्यो। यस्तालाई भन्छन् छैन पनि। यो चाहिँ मुला तरकारी बारेको के भन्नु दामी छ काश्मीर है। म त पाउन सक्दिनँ त्यो यसो मिच्छु क्या अरू बेला। यसो गरेर बरु यसो चाहिँ पिरो खान सक्छु। टोक्यो नि त जिब्रोमा। बास्ना पनि मिल्छ है खोर्सानीको। के साग के खाउँछु त्यो खाऊ
यो रह त्यहाँ रह अहिले हेर्दिन लास्ट भिडियो छ छोरो ल म ल त त्यहाँ म आधी दिन सक्दिनँ मैले ल म माई गुडनेस त्यो मासुले नमन हुन्छ फेरि है के साह्रो भएको मन पर्दैन दामी छ ए अझ अस्ति बढ मिठो भएको थियो अहिले मिठो भयो मलाई चाहिँ आज चाहिँ अस्तिभन्दा अर्कै टेस्ट लागेको के मिलेन आज मिठो भएको छ यार त्यस्तो वाला ग्रेभी ग्रेभी डरना छ अनि तेलहरू नभएको होला कि तेल त हुन्छ नि बोल्छु सीमा अङ्गाई अङ्गा यहाँ भएको भए हुन्थ्यो भात के चम्गा सही हो सही दामी फिरो अनि हाम्रो अर्को भ्युवर्स हुनुहुन्छ कल्पना श्रेष्ठ पौडेल उसको लागि पनि फेरि एकचोटि तलुरङ्ग झुन्डाएर मासु भाइ राजालाई पनि है अनिता आमालाई पनि काठमाडौँबाट हेर्नुहुने अर्को दर्शक पनि जोजुलाई पनि यस्तो खान मन लाग्छ नि त पो अब उसलाई अब त्यति हुँदैन त्यही भएर यस ल जोर ढलान मार्छ छोरा त तललाई तल फिस्टै भन्दै फोन गर्छ नि फिस्टी भन दारे रेसिपी ग्रेभीसँग अनि डल्ले खोर्सानी मजा खाएको धानै भयो तैँले चाहिँ धानै नखाएको नखान्थ्यो हो खानु चल खानु मेन त्यही हो खाँदै हजुर के बोला यार उसी भन्दा जति मच है अदर त खान्छु म खै अब त बोला जस्तो लाग्यो आधा घन्टा आउँदो यार बोला बोलै गर्छ बिहानको कुरा काटिरहेको छ हामीले चाहिँ क्यामेरा अफ गरेर खाना थपेको छैन है जतिको त्यति नै छ अघिको होइन त बुढी भयो जस्तो देख्दो रहेछ यसले पनि थपेन है खाना फेरि टोक्नु पऱ्यो कति छोयो मन पुग्छ यार कल भएको थियो त्यही खानु बहुत राम्रै पिस भयो कि त्यही भनेर ल लाग्यो ल ए मासुवाला हो ए होइन बसै हो मासु त खासै छैन नसम्म त खाम खाना खाम ल उसिनको हात चाहिँ हो के त्यो त हुँदैन यो चाहिँ हुन्छ हो के छैन हामी त्यस्तो लजारी चटकी नाटकी परेनौँ हामी जेन्युन युट्युबर मिठो छ भन्दैन हात काट्नु पर्दैन के मिठो त मलाई थाहा छ मैले पकाएको मिठो हुन्छ मैले चाटेँ छोपेर हामी चटकी छैन भन्दैछौँ तैँले फेरि चटक देखाइहालिस् कस्तो लागि त अलिकति के लाग्छ लाग्छ हाम्रो प्रब्लम होइन त्यो ल आफ्नो आँखा सीमाले मिस गर्दैछ अलि बिचको वर्ड भन्नु मिलेर टोट गर्नुपर्छ स्विट फकान म्याच प्याड कम म्याच विथ मी भने जस्तो कि भन्नु भएर
बस्छ खाए देखाउने झोल भयो तेल तैरो भयो कल खुर्सानी भ्याइछ कि मात्र रहेछ हेऱ्यो त खाने हो यो यो अहिले भातसँग खानु र हिजो त्यो खेल्दाखेरि त्यो पिरो चौचोसँग खानु फेरि फरक पर्छ नि त मैले पिरो त खाने मान्छे नै हो खै मलाई आज खोइ सक्दिनँ धेरै पिरो पनि यार के त्यो तैँले पिस खानै पर्ने हो त अहिले लास्ट अमन नभयो एउटा दिउँ बोल्नु तँलाई एउटा दिउँ के हो दिदी खान्छ सकेन हामी सक्दैन खाएको कहिले खाने होइन यो भिडियो त हामी यो सोलो त भन्नु मिल्दैन यसलाई यो रहनै हाल्दैन कि यसलाई के रिलोड पर्छ र खाएको होइन I'm sorry to say, but म चाहिँ यो छाला खाँदैन यसमा कपालहरू हुन्छ नि त यसमा छैन नि त त्यसमा छैन सक्नु पऱ्यो I can show you. बुङ्गरहरू पनि हुन्छ चिल्लो देख्छु नि त मैले जहिले अन्त नि मैले खायो अनि खोजिस् के मैले त खोजेको तर एकैचोटि धेरै थोक खानामा हाम्रोमा हालेर स्वाद पनि आएको अझै आमा मैले भर्खर चाहिँ खुर्सानी भ्याइस् त्यो त बारी नै भ्याउँदो रहेछ बिहा मैले आधी पनि आधी खाएको छु अझै खान्छ उसले 2टा खाइसक्यो लगभग पिरो होइन एउटा सिङ्गे त मैले खाइसकेको यस्तो विधि उयोवाला होइन ओरिजिनलमा हाल्छ त्यो साग चाहिँ नखाएको नि मैले साग भ्याइसक्यो यो साग नि हो यो मात्र नरे त्यही त त्यही त तेस्रो मिठो त डरेको क्या खाइ नै अब लग्नै नो वे आफू आफ्नो भाग ल्याउनु खाइने अब कस्तो भयो मासु देखेर मलाई त अब कतिवटा खाइछ है यत्रो थियो राइस पनि ठिक्क भएछ है राइस पनि ठिक्क भएछ क्या पकाएको बढी पनि भएन थोरै पनि भएन जेन्युन भने अब मैले जेन्युनमा नि राइसै भन्छु क्या भात भन्छ होइन भातै भातै भन्ने हो नेपाली धेरै जस्तो के धेरै जस्तो तर मैले चाहिँ त्यो भन्छु माम भन्छु जस्तै सुन्दाखेरि एकदम चार्डिस हुन्छ 39 चार्डिस 39 हुन्छ ठुल्बुवाहरू अङ्कलहरू लाइक ठुलोहरू सबैलाई माम खानु भयो कि ठुलो मान्छेलाई पनि हो बानी यो चाहिँ फेरि लोकल होइन नि यो पानी सोर्ड मास देखेर फेरि सेतो सेतो लोकल भड्का सड्का के सुक्पा त्यस्तो केही पनि खानु ल त्यो भयो यार औडा भयो त माकेरको खाना आइज नि त दिउँसो सीमा सरी त्यहाँ पनि गरे त्यही हो न अरू चाहिँ ढेउ गर्दैन भन्नु क्या बन्द गर्छ सुनाउनु होला नि पहिला हामीले एकअर्कालाई यसरी खुवाउँथ्यौँ नि खुवाउने आज बढी भयो नि दाल र भात त्यो त मलाई खुवा नि त मलाई आइके छोडी तैँले त खाना होइन र हो अनि हेलो खानालाई होइन र तर मासु चाहिँ जान्छ फेरि है यो के हो बाटो के हो त्यो लप्सी गर्दा मासुको डल्लसै छ त त्यो भात खानलाई होइन तैँले
Amin juga kan. Bahan lagi. Bahan. नखाने मेरो गोले खाओस् Ma bikin hana mau भनिदिन्छ म टाउ यार ढापामा यति चाहिँ फाल्छु म मासु त खानु नआला तर ठुलो हो फेरि खाना एउटा बुनो एउटा बस्छ पकाइ पकाइ यति मेरो कसम मेरो युट्युबको कसम तँलाई आ हेर्ने होइन गर्ने सकिनँ मैले धेरै त होइन दुईटा छ कसले खाने खा Terus situ Malah sampai ada. त्यो छोड्छ नि अचार चाहिँ खान्छ बुनु प्याज नखाने Kamu udah dulu mau sana. ल Apa kamu itu ya? पनि खाँदा देखेँ Hai. एक्सप्रेसन नदिने त रेडी 1 2 3 त्यहाँ भएर पक रेडी 1 2 3 त्यो पकाउनु पाउनु Ano? ए चाउमिन त भाएर Ini gue rasa tuh sampai anda hai. भर्खर खाएको कस्तो लाग्यो सफा गरेको दाम दुख्यो मलाई भएको Si. त्यही सकेको छैन त टाइममा भइसकेको थियो नि त I can't eat this all. Ano खान्छ खानामा त मासु Natin. खाँदैन अब मर्नुलाई म त अलिकति पानी चाहिँ खानु पर्यो Lahat ay yung mga के खोर्सानी मुख दलिदिनु क्या अहिले मुख लाटो भयो भने त त्यो त खोर्सानी आएन भोलि कुकुर हुन्छ लुफी र पुन्तुले खान्छ थ्याङ्क यू फर वाचिङ हामीले त खाइसक्यौँ होइन अब हो खजुरहरूले नि मजा लिनुभयो होला हामीले खाएको देखेर थुक आयो होला मुखमा अब यस्तै पोस्ट बनाएर खानु रेसिपी चाहिन्छ भने माग्नुहोस् म दिन्छु Saksi istri bolses. हँ Istri itu boleh. यसो चाहिँ हुनु म के भन्ने ध्यान लगाइज भने थ्याङ्क यू थाहा छ थ्याङ्क यू सो मच गाइज हजुरहरूले हाम्रो भिडियो हेरेर रमाइलो लिनुभयो होला मजा लिनुभयो होला साँच्चै नै मिठो भएको थियो Pokoknya ayo lah. सुप पनि आयो होला Bagi dia pas banget. साँच्चै नै मिठो नै भएको थियो मलाई चाहिँ एकदमै मिठो लाग्यो मैले बनाएको खान्छु हजुरहरूले रेसिपी चाहिन्छ भने म दिन तयार छु कमेन्ट गर्नु होला तर रेसिपी त माग्नु पर्यो म्यासेज गरेर हुन्न फेरि कमेन्ट डाउन बिलो सब्सक्राइब गर्नु अनि त्यसपछि भिडियो चाहिँ लास्टमा हेर्नु है स्किप नगरिकन सरर हेर्नु पर्यो के ल नमस्कार जुटो छ हात थ्याङ्क यू ल सो फेयरफुल Ini ada dia. ल नमस्ते गर्ने ल ल डोग भाग्यो नि Yala अलिकति कसरी गर्नुपर्छ भने पुरै छोड्यो त यसले सिकाउँछ मलाई यसले अर्को च्यानल खोल्छ अब होला न ल यस्तो गर्न नि आउँदैन ल थ्याङ्क यू भनेर कसरी भन्छ नि हात जुठो हो यसो गरौँ भने Thank you so much for watching. यही हो त्यही हो ल गर्न भन्छ अरे वाह। बोल्न ल अब हामी Thank you खाइसक्यौँ भन्न म भनिदिन्छु ल थ्याङ्क यू बाई बाई Thank you so much for watching. See you in the next vlog. Arigato. त्यो रे Sarangnya. Sarangayo. Buat Pak. Arigato, thank you.